गाइज हामी त आज माथि जङ्गलतिर वनतिर काम गर्न जाँदैछौँ होइन। म फेरि त्यहाँ हँडो पुगेर होइन, हाम्रोतिर हँडो भन्छन् होइन, अनि ठुला ठुला बगैँचाहरू क्या, स्याउका बगैँचाहरूलाई हँडा भन्छन्। अनि यस्तो सिमी छर्ने अनि ठाउँ यस्तो बारी, यस्तो यो बारीलाई हँडा भन्छन् होइन। घर नजिकै भएको मात्रै बारी भन्छन् होइन, अनि माथि वनतिर भएकोलाई हँडा भन्छन् होइन। हो त्यहीँ हामी आज काम गर्न जाँदैछौँ होइन। म सामान पुऱ्याएर आएँ, अनि फेरि खुने अलिअलि खुने, अनि फेरि सामान अलि बिर्सिएछ। अनि यो सामान यो आँसी र बाउसो भन्छन् होइन, यसलाई बाउसो भन्छन् हाम्रोतिर। अनि त्यही भएर ल्याउन आएको थिएँ म। माथि हँडो पुग्न लागिसकेँ, घामले पसिना पनि आउन लागिसक्यो होइन। अनि वनतिर जाँदा, जङ्गलतिर जाँदा यस्तो मुखसुख धुने होइन कि, मुख धोए पनि कपाल सपाल कोर्नेले कि झ्याङले तान्छ होइन। अनि त्यही भएर चाहिँ मैले मुख धोएको थिएँ, तर यस्तो भइसक्यो होइन, पसिना आएर अलिअलि पसिना आयो, धेरै त आएको छैन। अनि मम्मी र भाउजूहरू त्यहीँ हुनुहुन्छ, मल ल्याउनु जानुभएको छ क्या, आउनु भएको छैन क्या। ए माथि छ होइन, उयो त छ, यो पुल देखेको छ नि, त्यहीँ नजिक छ होइन, त्यहीँ नजिक छ। अनि म जान्छु, लास्टै उकालो छ के, अनि उकालो भएको कारणले अलि मलाई गाह्रो भइरहेछ होइन। मलाई के मोटो मान्छे सबैलाई गाह्रै हुन्छ होइन उकालोमा हिँड्दाखेरि। ओह्रालोमा झर्दाखेरि त केही पनि हुन्न क्या, जत्रो भारी ल्याए पनि थाकै लाग्दैन होइन। उकालोमा त त्यही हिँड्नु पनि मुस्किल हुन्छ क्या मलाई चाहिँ। अनि म देखाउँछु है त हाम्रो फारम देखाउँछु म। कति तिन चार स्याउका बुट्टा मात्रै फलेको छैन, स्याउ लागेको छ, अरू लागेको छैन कि। योचोटि नफल्ने वर्ष हो के, स्याउ नफल्ने पालि हो यसचोटि। अनि अर्कोचोटि चाहिँ भयङ्कर फल्छ, यसचोटि चाहिँ फलेको छैन, रुखमा एक दाना पनि लागेको छैन क्या। यस्तो झ्याउ लाग्ने मलाई त। ए पारी बजार छ होइन, ए पारी बजार छ, यता आरी गाउँ छ, गाउँमाथि हाम्रो फारम छ होइन। ल म पुग्न लागिसकेँ, देखाउँछु है त हाम्रो फारम।